लो गाइस के हाल खबर हुँदैछ होला ल हामी चाहिँ अहिले अब यता सिँचाइ परियोजनाको निरीक्षणमा जान लाग्छौँ। आज चाहिँ रानी जमरा सिँचाइ परियोजना निरीक्षण अवलोकन गर्न लाग्छौँ। हामी तपाईहरुलाई पनि देखाउने छौँ कहाँ कहाँ के छ भन्ने कुराहरू। हामी चाहिँ अहिले रानी जमरा सिँचाइ परियोजनाको हेर्न गइरहेछौँ। सबै साथीहरू छ। रानी जमरा सिँचाइ परियोजना चिसापानी रानी जमरा कुलरिया सिँचाइ आयोजना चिसापानी कैलाली। यो चाहिँ प्रशासनिक भवन। यसको क्षमता चाहिँ 100 मिटर क्युब पर सेकेन्ड रहेछ। त्यहाँनिर चाहिँ यहाँबाट चाहिँ हाम्रो 4.17 मेगावाटको विद्युत परियोजना पनि सञ्चालनमा रहेछ। त्यो भएर चाहिँ सिँचाइ सँगसँगै विद्युत परियोजनाको लागि पनि पानी खपत गर्नुपर्ने भएको हिसाबले चाहिँ यहाँबाट चाहिँ त्यही अनुसारले पानी आवश्यकता अनुसारको पानी चाहिँ सप्लाई हुँदो रहेछ खासमा। यो चाहिँ रानी जमरा कुलरिया सिँचाइ परियोजनाको इन्ट्रेन्स गेटहरू हो। 14वटा इन्ट्रेन्स गेटहरू छन्। अनि यो चाहिँ इन्टेक भयो। अनि यतातिर चाहिँ कन्ट्रोल गेटहरू छ। यो अहिले चाहिँ लगभग सबै 14वटै गेटहरू खुला छन्। यो पानीको सतह कम र पानीको बढी आवश्यकता सिँचाइ खेतीपातीको लागि अहिले पानी बढी चाहिने हुनाले चाहिँ